नमस्कार। आज म बालिका खण्डकाव्यबाट 181 देखि 185 सम्मका श्लोकहरू वाचन गर्ने अनुमति माग्दछु। यो खण्डकाव्यका रचयिताहरू कविवर कविराज घिमिरे तथा बालिका निरोला पौड्याल हुनुहुन्छ। 181 देखि 185 सम्मका श्लोकहरू यसरी व्यवस्था गरिएका छन्। तस्बिर ओइरो खिचिन थाले भिडियो समेत, रमिता हेर्ने छन्टनाटन मानिस अनेक, बढेमा झम्केट परि बोकी आएर बुबाले, गर्दछन् पूजा नछाडी विधि सात्विक हुनाले, गर्दछन् पूजा नछाडी विधि सात्विक हुनाले, शुभ होस् भनी बेहुली नानी आदर गरेर, स्वागत गर्छिन् बेहुलालाई सुस्तरी घुमेर, कलशबाट चुहाई जल दाहिने बनाए, सुन्दर आहासको जस्तो लाग्दछ हिँडाए, सुन्दर आहासको जस्तो लाग्दछ हिँडाए, पूजन गर्छिन् शिरमा हात पाउमा समेत, कोमल बाहु बढ्दछन् माथि टीकाको निमित्त, जीवन मेरो तिमी हौ सिङ्गो मनले भनेर, गलामा माला लगाइदिन्छन् ललिता बनेर, गलामा माला लगाइदिन्छन् ललिता बनेर, पुरेत भन्छन् बेहुलालाई टीका र मालाले, के छ अरू स्वागत गर्नु दरिला चालाले, गर्दछन् त्यसै बेहुलीलाई औँलामा समाए, लगाए औँठी मुसुक्क हाँसी घुमाई फिराई, लगाए औँठी मुसुक्क हाँसी घुमाई फिराई, तालिका वर्षा वर्षिए कति को गर्ने मापन, बेग्लै छ आज जीवन साथी हुँदाको आँगन, संसार कर्मी आफै गर्छन् फोटाको चलन, ढिलो भो भन्दै सुरु भो उता जगेमा मन्त्रण, संसार कर्मी आफै गर्छन् फोटाको चलन, ढिलो भो भन्दै सुरु भो उता जगेमा मन्त्रण, ढिलो भो भन्दै सुरु भो उता जगेमा मन्त्रण। जय होस्।